बुढो भएर म प्रधानमन्त्री चलाउँछु भनेर त्यसले चलाउनु सक्दैन। अनि 70 वर्ष 80 वर्षको बुढोसँग अनुभव हुन्छ, के पनि हुन्छ, हात पनि चल्दैन, खुट्टा पनि चल्दैन, दिमाग पनि चल्दैन। अनि त्यस्तालाई देश सुन्केर हुन्छ हुँदैन। त्यो भएर हामीले भनेको सही व्यक्ति सही समयमा सही ठाउँमा हुनुपर्छ। अहिले 20 वर्षको युवालाई विद्युत प्राधिकरण एमडी चलाऊ भन्दा पनि नसक्न सक्छ। सही ठाउँ टाइमको इम्पोर्टेन्ट हुन्छ, उमेरको पनि हुन्छ। 20 वर्षको युवालाई ग्रुम गर्नुपर्छ, ग्रुम गरेर कुन ठाउँ उपयुक्त हुन्छ उहाँलाई दिनुपर्छ, अगाडि बढ्छ, जोस जागर हुन्छ। 20 वर्षको युवासँग जोस जागर विल पावर हुन्छ, तर अनुभव हुँदैन। नलेज पनि अलिअलि गेन गरेको हुन्छ, तर अनुभव हुँदैन। अनि 70 वर्ष 80 वर्षको बुढोसँग अनुभव हुन्छ, के पनि हुन्छ, हात पनि चल्दैन, खुट्टा पनि चल्दैन, दिमाग पनि चल्दैन। अनि त्यस्तालाई देश सुन्केर हुन्छ हुँदैन। त्यो भएर हामीले भनेको सही व्यक्ति सही समयमा सही ठाउँमा हुनुपर्छ। यो